नेपालमा अब चुनाव आइरहेको छ र यति बेला एमाले पार्टीमा भिडियो नबनाऊँ भनेर चाहिँ म आफूलाई रोकिरहेको थिएँ। तर हिजोदेखि सामाजिक सञ्जालमा जुन यो भिडियो भाइरल भइरहेको छ त्यो हेरेर त भाइ म आफूलाई रोक्नै सकेन। अब त्यो भिडियोको बारेमा म केही पनि भन्न चाहदिनँ, तर त्यो भिडियोमा जुन यो युवाहरूले चाहिँ नारा लगाइरहेका छन् उनी सबैलाई एउटा म सजेसन दिन चाहन्छु। अब एउटा जनरल नेपाली पब्लिकको क्यालेन्डरमा पहिले 23 गते आउँछ, त्यसपछि 24 गते आउँछ, करेक्ट? तर आई डोन्ट नो कि तपाईँहरू चाहिँ कुन क्यालेन्डर फलो गर्दै हुनुहुन्छ। त्यसमा चाहिँ 24 गते पहिले आउँदो रहेछ, त्यसपछि 23 गते आउँदो रहेछ। मतलब तपाईँहरू झोलेगिरी गर्नमा यति व्यस्त भइसक्नु भएको छ कि तपाईँले के भन्छ झुटोलाई सत्य बनाउनको बाटोमा लागिसक्नु भएको छ। तपाईँको कमान्डरले जे भन्यो त्यही आँखा बन्द गरेर चाहिँ झुटोलाई फैलाउन थाल्नुभयो। अब पुरा नेपालीले थाहा छ कि पहिले गोली चलेको थियो, त्यसपछि संसद भवन जलेको थियो। अब तपाईँले चाहिँ झुटलाई चाहिँ सत्य बनाउने बाटोमा लागिसक्नु भएको छ। अब यो झोलेगिरी गरेर चाहिँ जुन यो पैसा कमाइरहनु भएको छ त्यो पैसाबाट तपाईँ के ह्याप्पी हुनुहुन्छ र त्यो पैसाबाट के तपाईँ घर चलाउन सक्नुहुन्छ फ्युचरमा? सक्नुहुन्न नि। त्योभन्दा त राम्रो यहाँ झोलेगिरीबाट कमाएको पैसा भन्दा त राम्रो त यहाँ रेस्पेक्ट तरिकाले पैसा मेहनत गर्नुहोस्, कमाउनुहोस्। अब नेपालमा भइरहेको छैन, आउनुहोस् वैदेशिक रोजगारमा। म नै यहाँ तपाईँलाई यहाँ नोकरी खोज्नमा चाहिँ हेल्प गरिदिन्छु र राम्रो नोकरी लगाइदिन्छु यहाँ के भन्छ वैदेशिक रोजगारमा। त्योबाट चाहिँ जुन पैसा कमाउनुहुन्छ त्यो एउटा रेस्पेक्टिभ मतलब इमान्दारीवाला चाहिँ पैसा कमाएर तपाईँ के भन्छ आफ्नो घर परिवार चलाउन सक्नुहुन्छ। विचार गर्नुहोस्।